यदि तपाईहरुले Amazon FBA वा दराज नेपालमा प्रडक्ट्सहरुलाई सेल गर्ने बारेमा सोचिराख्नु भएको छ तर राइट प्रफिटेबल प्रडक्ट्सहरु पत्ता लगाउन भने तपाईलाई गाह्रो वा अप्ठ्यारो भइरहेको छ भने यस भिडियोले तपाईलाई मद्दत गर्नेछ भनी मैले आशा गरेको छु। भिडियोलाई सुरु गरौँ। पहिला बुझ्न खोजौँ कि कुनै पनि सेलरहरुको लागि भनेर प्रफिटेबल प्रडक्ट्स भनेको के हुने गर्दछ भनेर। यदि हामीले डिमान्ड हाई भएको प्रडक्ट्सहरु तर सेलर कम्पिटिसन भने निकै नै लो वा कम खालीवाला प्रडक्ट्सहरुलाई भेटाउन सक्यो भने एज अ सेलर हामीले हाम्रो हरेक प्रडक्ट सेल्सबाट अर्निङ्स र प्रफिट्स दुवै कुराहरुलाई धेरै भन्दा धेरै म्याक्सिमाइज नि कम समयमा गर्न सक्ने छौं। यदि कुनै पनि नयाँ नेपाली सेलरले सही वा राइट प्रडक्ट सेलेक्सन प्रोसेसमा केही भुलचुक वा गल्ती गर्नेछ भने अब यो कुराको असर त्यो सेलरको ई-कमर्स बिजनेसमा नि देखिन थाल्नेछ। जुन गलत वा रङ प्रडक्ट सेलेक्सनको कारणले गर्दा सेलरहरूले प्रडक्ट्सहरुमा लो सेल्स, हाई कम्पिटिसन भएर सेल्स डाउन भइदिने र इभन ई-कमर्स बिजनेसमा फाइनान्शियल लस जस्तो प्रब्लम्सहरुको सामना पनि नयाँ सेलरहरूलाई गर्नुपर्ने नि हुन सक्नेछ। तर यदि राइट प्रडक्टलाई नयाँ सेलरहरूले सिलेक्ट वा चुज गर्दाखेरि चाहिँ यही कुराले इट क्यान लीड द सेलर टु देयर सक्सेसफुल ई-कमर्स बिजनेस। अब यो Amazon वा दराज नेपाल बिजनेसको लागि भनेर प्रफिटेबल प्रडक्ट्सहरुलाई खोज्ने वा फाइन्ड आउट गर्ने तरिकाको बारेमा म भन्न गइरहेको छु। अब यदि तपाई Amazon FBA मा नयाँ हुनुहुन्छ भने नयाँ सेलरहरूले भने हेलियम 10 वा जंगल स्काउट जस्तो प्रडक्ट हन्टिङ टुल्सहरुको प्रयोग गर्न सक्नुहुनेछ यस्ता हाई डिमान्ड तर लो कम्पिटिसन प्रडक्ट्सहरुलाई पत्ता लगाउनको लागि भनेर। फर दराज नेपाल नयाँ सेलरहरूले भने जार्विस भन्ने प्रडक्ट हन्टिङ टुललाई युज गरिकन पोटेन्शियल प्रफिटेबल प्रडक्ट्सहरुलाई फाइन्ड आउट गर्नको लागि भनेर यस जार्विस टुललाई युज नि गर्न सक्नुहुनेछ। जुन बारेमा अझ बढी जानकारी पाउनको लागि भनेर तपाईहरुले मेरो यस भिडियोलाई एकपटक हेर्न सक्नुहुनेछ। त्यसैगरी Amazon FBA वा दराज नेपालको लागि भनेर ट्रेन्डिङ प्रडक्ट्सहरुलाई फाइन्ड आउट गर्नको लागि भनेर सेलरहरूले Amazon वा दराज नेपालको ट्रेन्डिङ प्रडक्ट्सको क्याटेगोरीमा गइकन मैले भनेका यस्ता पोटेन्शियल प्रफिटेबल प्रडक्ट्सहरुलाई फाइन्ड आउट नि नयाँ सेलरहरूले भन्ने गर्न सक्नेछन्। जुन बारेमा नि मैले यस भिडियोमा पहिले नै कुरा गरिसकेको छु। कुनै पनि पोटेन्शियल प्रफिटेबल प्रडक्टको वर्ल्ड वाइडमा डिमान्ड के कति छ भन्ने जान्नको लागि भनेर त्यस प्रडक्टलाई गुगल सर्चमा तपाईले त्यस प्रडक्टको नामलाई टाइप गरेपछि यदि गुगल सर्च बक्समा त्यस प्रडक्टको लागि भनेर यदि बेसी सर्च किवर्ड्सहरु देखिने छ भने वा गुगलको टपमा रहेको यस्तो खाली स्पोन्सर सेक्सनमा त्यो पोटेन्शियल प्रफिटेबल प्रडक्टहरुको बढी प्रमोसन वा मार्केटिङ भइरहेको आधारमा नि नयाँ सेलरहरूले त्यस पोटेन्शियल प्रफिटेबल प्रडक्टको वर्ल्ड वाइड डिमान्डलाई ट्र्याक भनी गरिराख्न सक्नेछन्। अन्तिममा पोटेन्शियल प्रफिटेबल प्रडक्ट्सहरुको बारेमा अझ बढी रिसर्च वा पत्ता लगाउनको लागि भनेर नयाँ सेलरहरूले सोशल मिडिया जस्तै कि फेसबुक, इन्स्टाग्राम वा टिकटक आदि इत्यादि प्लेटफर्महरुमा ट्रेन्डिङ भइरहेको प्रडक्ट रिकमेन्डेसनहरुबाट पनि पोटेन्शियल प्रफिटेबल प्रडक्ट्सहरुलाई भेटाउनको लागि भनेर प्रयोग गर्दा नि हुन्छ। यो त भयो पोटेन्शियल प्रफिटेबल प्रडक्ट्सहरुको बारेमा रिसर्च वा फाइन्ड आउट गर्ने तरिकाको बारेमा। जस बारेमा यदि तपाई अझै बढी जान्नमा इच्छुक हुनुहुन्छ भने यस प्रडक्ट हन्टिङ प्रोसेस सम्बन्धी मैले पहिले नै 6 वटा भिडियो बनाइसकेको भएर तपाईले यस प्रडक्ट हन्टिङ प्रोसेसलाई राम्रोसँग जान्न र बुझ्नको लागि भनेर मेरो यो सबै भिडियोहरुलाई तपाईहरुले एकपटक हेर्न सक्नुहुनेछ। एपिसोड राम्रो लागेमा लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।